साथीहरु नमस्ते। आज म नारा पार्क आएको छु। जापानमा यस्तो पार्क छ जहाँ अब हामीसँगै मान्छेहरूसँगै एकदम जराहरू एकदम घुमिरहेको हुन्छन्, बसिरहेको हुन्छन्, खाइरहेको हुन्छन्। यो चाहिँ नारा केनमा पर्छ। म चाहिँ ओसाकाबाट आएको। जापान घुम्ने सबै साथीहरूलाई थाहा छ। यदि तपाईँ आउनु भएको छैन भने यहाँ आउनु होला, राम्रो छ। अब यहाँ माथि जानको लागि चाहिँ टपमा जानको लागि चाहिँ 150 रुपियाँ लाग्छ एकजना मान्छेको। जापानमा यस्तो पार्क छ जहाँ जरायोसँगै घुम्न पाइन्छ, रमाइलो छ। तल त टन्नै छन्, जरायोहरू टन्नै छन् त्यहाँ। अनि यहाँ पनि छन् त अलि, यहाँ चाहिँ अलि खेबटे भएर छन्, खान पार हो कि यहाँ छन् केही पनि छैन। त्यो अब घुम्न आउने मान्छेले चाहिँ त्यो पार्कमै एउटा त्यो पेपर जस्तो बेड जस्तो एउटा बेच्न राखेको हुन्छ सानो पातलो, त्यो ल्याएर चाहिँ यहीँनिरले खुवाउने। अब यी टुरिस्टहरूले चाहिँ यसरी दिइराखन्, त्यहाँ पनि त्यसरी त्यसरी खुवाइराखन्, त्यो रोटी जस्तो दिइराखन् तिनीहरूले। अनि त्यसो गऱ्यो भने चाहिँ झुक्छ कि ती अब खानको लागि झुकिरहेको हुन्छ। टन्नै आँखा मान्छेहरू भिडियो गर्न खिच्न यसरी आइरहेको नि, त्यस रमाइलो छ। अब अरू कतै तपाईँको अन्त कतै हुनुहुन्छ भने त्यस नारा आउनु होला घुम्नको लागि, एकदम राम्रो छ। यहाँ विदेशी धेरै मान्छे आउँछन्। एकदम हावा एकदम राम्रो छ यहाँको। माथि हेर्नुहोस्, मौसम एकदम राम्रो छ। पहाड एरिया हो, पहाड यसरी आउनु पर्ने, यसरी छुनु खासै डराउन नै अलिअलि भागिन त भयो। त्यस्तो अब आउँदै नजिक आउँछन्।